यो महेन्द्र गुफाको गेट हो। यहाँदेखि हामी तल जाँदैछौँ। भित्र एकदम अँध्यारो रहेछ। त्यहाँबाट निस्किने भित्र गाईहरू यस्तो रहेछ, एकदम डर लाग्दो रहेछ। मान्छेहरू डराइरहेको नि यहाँभित्र जाँदा। लास्टै चिसो हुँदो रहेछ भित्र, शीतल भए। एसीको व्यवस्था रहेछ भित्र होइन, नेचुरल एसी के। यति हो लाइटमा हाल्ने हो कि देवाय गोब्राह्मणिताय त्रिगतिताय कृष्णाय गोविंदाय नमो नमः। हो ब्रह्मण्यदेवाय गोब्राह्मणिताय त्रिगतिताय कृष्णाय गोविंदाय नमो नमः। स्वागत छैन। मलाई पनि स्वागत छ। तिमीलाई धेरै स्वागत छ। तिमीलाई जुन एकदम स्वागत छ। नमस्कार गर्नु। नमस्कार गर्दै जलकुण्डको जलले जल शीतल गरिदिए है।